नमस्कार, बोधि विशेषमा यहाँलाई स्वागत छ। म चन्द्रबानिया। दर्शकवृन्द, 2566औं बुद्ध जयन्तीको अवसरमा हामी बुद्ध शिक्षा किन आवश्यक छ र यो बुद्ध जयन्ती मनाउनु किन जरुरी छ भन्ने लगायतका विषयमा छलफल गर्न यो बोधि विशेष कार्यक्रम लिएर उपस्थित भएका छौँ। हामी हरेक दिन नयाँ अनुहारका अतिथिका साथ नयाँ जानकारी दिने प्रयास गरिरहेका छौँ। अहिले लुम्बिनीमा राष्ट्रिय पर्वका रूपमा 3 दिनसम्म बुद्ध जयन्ती मनाउने तयारी भइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमन हुने खबरले अहिले बुद्ध धर्मका अनुयायीहरू र समग्र नेपालीहरू उत्साहित भएर हेरेका छन्। विश्वलाई लुम्बिनीबाट के सन्देश दिइनेछ भनेर अहिले चासोका साथ यो बुद्ध जयन्तीलाई हेरिएको अवस्था छ। यसरी हामी बुद्ध शिक्षा के हो, बुद्ध जयन्ती किन मनाउन जरुरी छ, बुद्ध जयन्ती र बुद्ध शिक्षा कसका लागि हो भन्ने सन्दर्भमा केन्द्रित भएर छलफल गरिरहने क्रममा आज हामी राष्ट्रिय योजना आयोगको आँखाबाट लुम्बिनीको समग्र विकासको अवस्था कस्तो छ यो बारेमा पनि हामी जान्ने र बुझ्ने प्रयास गर्नेछौँ। किन भन्दाखेरि अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने तयारी छ। जेठ 2 गतेबाट यो विमानस्थल आएपछि विश्वका बुद्धका अनुयायीहरू र धार्मिक पर्यटकहरू सिधै लुम्बिनीसम्म पुग्ने अहिले योजनामा रहेको देखिन्छ। यस्तो अवस्थामा लुम्बिनी क्षेत्रको समग्र विकासमा सरकारलाई सुझाव दिने र विकास निर्माणको अवस्था र प्रगति विवरणको अनुगमन गर्दै सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने र निर्देशन दिइरहने राष्ट्रिय योजना आयोगले समग्र लुम्बिनीको अवस्थालाई कसरी मूल्याङ्कन गरिरहेको छ हामी जान्ने प्रयास गर्नेछौँ। यो विषयमा कुराकानी गर्नको लागि राष्ट्रिय योजना आयोगका सदस्य एवं लुम्बिनीको समग्र प्रदेशलाई हेर्ने जिम्मेवारी पाउनुभएका सदस्य सलोनी प्रधान सिंह आजको अतिथि हुनुहुन्छ। उहाँ समाजशास्त्री अर्थशास्त्री हुनुहुन्छ। यहाँलाई स्वागत छ कार्यक्रममा। आराम हुनुहुन्छ? ठिक छु। हामी यहाँको साङ्गोपाङ्गो जीवनीलाई पनि केही उतार्ने प्रयास गर्नेछौँ र अहिले सन्दर्भ 2566औं बुद्ध जयन्ती भएको कारणले गर्दाखेरि यो अहिले जुन उत्साहका साथ हेरिएको छ यो बुद्ध जयन्तीलाई, यहाँले यहाँको आँखाबाट चाहिँ लुम्बिनीलाई अहिले समग्रमा कसरी हेरिरहनु भएको छ बुद्ध जयन्ती मनाउने क्रमलाई? लुम्बिनी बुद्ध जयन्ती मनाउँदा नमनाउँदा सबै बेलामा नै लुम्बिनी हो। यो एउटा पवित्र स्थान हो, बुद्धको जन्मस्थल हो र संसारभरिको बुद्ध अनुयायी, बुद्ध धर्मको अनुयायीहरू र जसले शान्ति, सत्य र शीलमा विश्वास गर्छ उनीहरूको लागि पवित्र स्थान हो। त्यसकारण सधैँभरि यो चाहिँ पवित्र छ। तर अहिले बुद्धको जन्म जयन्ती पनि आएको, बुद्ध जयन्तीको अवसरमा र नेपालले यो बुद्ध जयन्ती चाहिँ विशेष किसिमले मनाउने तयारी भएकोले त्यहाँको महत्त्व अझै बढी भइरहेको छ। त्यहाँ धेरै किसिमको चहल पहल पनि भइरहेको छ, तयारी भइरहेको छ र त्यसकारणले पनि अहिले संसारको लाइमलाइटमै नै आइरहेको छ लुम्बिनी। यहाँलाई पनि कति उत्साह छ, मनमा के कौतूहलता छ? केही मलाई धेरै छ, किनभने म आफै पनि बुद्ध मार्गी, त्यसमाथि मैले जिम्मा पाएको ठाउँ। म अहिले यो पदमा आएदेखि धेरैचोटि त्यहाँ पनि गएँ, धेरै अनुगमनहरू पनि गरेँ, ध्यान पनि गरेँ, पूजा पनि गरेँ, प्रार्थना पनि गरेँ र म विपस्वी हुँ, म विपस्यना गर्छु। र बुद्ध धर्म होइन, बुद्ध मार्ग भन्नुभएको छ र बुद्ध धर्मको अनुयायीहरूले विपस्यना गर्छन् र त्यो धर्ममा चाहिँ नि हिँड्ने, त्यसको शील, त्यसको व्यवहार, त्यसको चाहिँ नि सिद्धान्तमा हिँड्ने हो, पूजा गर्ने होइन। त्यसकारण बुद्धशील पालना गर्नुहुन्छ? म बुद्धशील पालना गर्छु र म आफै पनि विपस्यना गर्छु। बुद्धशील पालना गर्नेले के गर्नुपर्छ थाहा छ? झुटो कुरा बोल्नु हुँदैन, अरूलाई चित्त दुख्ने काम गर्नु हुँदैन, त्यो तपाईँलाई थाहा छ? हो। यहाँलाई चाहिँ थाहा छ कि छैन? यो धारणा गर्ने व्यक्ति हुँ म, थाहा मात्रै हो। भनेपछि अहिलेसम्म यो जीवनको कालमा कसैको चित्त दुखाउने काम गर्नुभएको छैन? सकेसम्म। झुटो पनि बोल्नु भएको छैन? सकेसम्म नबोल्नु, जानेर गरे छैन। हजुर, गर्नु पनि हुँदैन, किनभने हुँदैन। भगवान् बुद्धको जीवनीमा आधारित भएर बुद्ध जयन्ती मनाउने क्रममा कुरा गरिरहेका छौँ। बुद्धका आयामको बारेमा कुरा गर्छौँ, जसले चाहिँ कहिले पनि अरूको चित्त नदुखाउने काम गर्नु, सकेसम्म सहयोग गर्नु, दान भावना राख्नु, ध्यान भावनामा बस्नु भन्ने उहाँको उपदेशमा छ नि अघि। यहाँबाट हामी पनि सिक्छौँ त्यो कुरा। हामी फेरि त्यही 2566 बुद्ध जयन्तीकै क्रममा यहाँले यसले राम्रो छ, म पनि उत्साहित छु, राम्रै तयारी छ भन्नुभयो नि। बुद्ध जयन्ती मनाउने क्रममा हरेक वर्षलाई सरस्वती निहाल्दाखेरि खास गरी बिहारमा लुम्बिनीमा जाने, मायादेवी मन्दिरमा
बुद्ध पूजा गर्ने अनि प्रवचन हुने अनि दीप प्रज्वलन गर्ने देखिँदो रहेछ कि खास कि बुद्ध जयन्ती भनेको त्यही दीप प्रज्वलनहरूमै केन्द्रित हुनुपर्ने हो। मलाई सोध्नुहुन्छ भने म त्यो गर्दिनँ होइन। म त्यो दिनमा चाहिँ नि साँच्चै नै सिलमा बसेर ध्यान गर्छु। म आफैभित्र आफ्नै गुण दोषहरूलाई केलाउने कोसिस गर्छु। विपश्यना भनेको आफैलाई मूल्याङ्कन गर्ने, आफूले गरेका राम्रा कामहरूलाई अझै कसरी राम्रो गर्ने र आफ्नो सिललाई कसरी चाहिँ नि संयमित भएर बस्ने र नसकेको कुरालाई चाहिँ नि मूल्याङ्कन गरेर अझै सुधार्ने कोसिस गर्ने हो। म त्यो गर्थेँ। अब यो वर्ष संयोगले म त्यसमा संलग्न हुँदैछु र त्यसका पनि विभिन्न महत्त्वपूर्ण पक्षहरू छन्। यदि बुद्धको सन्देशलाई संसारभरि नै गर्ने यदि प्रचार गर्ने हो र बुद्धको चाहिँ नि जस्तो बुद्धले दिनुभएको मार्गमा हिँड्ने हो भनेदेखि अहिलेको सन्दर्भ एकदमै महत्त्वपूर्ण छ। किनभने संसारभरि नै अशान्ति छाइरहेको छ, विभिन्न कारणले द्वन्द्व भइरहेको छ। द्वन्द्वको प्रभाव प्रत्येक व्यक्तिको चाहिँ नि जीवनमा परिरहेको छ। प्रत्येक देशका प्रत्येक नागरिक त्यसमाथि पनि सबभन्दा धेरै चाहिँ सीमान्तकृतहरूमा परिरहेको छ, जुन वर्ग मेरो लागि चाहिँ महत्त्वपूर्ण वर्ग हो। त्यस कारणले पनि यो महत्त्वपूर्ण छ। होइन, बुद्ध जयन्ती महत्त्वपूर्ण छ, बुद्धको दर्शन र शिक्षा महत्त्वपूर्ण छ, यो बुझेँ। मैले भन्नु खोजेँ चाहिँ बुद्ध जयन्ती मनाइन्छ, राष्ट्रिय पर्वका रूपमा यसपालि नामाकरण गरिएको छ। सरकारले हरेक जेठको 2 गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा पनि दिने गरेको छ। तर त्यस बिदाको सदुपयोग कसरी भइरहेको छ भन्ने चाहिँ प्रमुख सवाल जस्तो लाग्छ। बिहार गुम्बा र लुम्बिनी आसपासमा त्यो बुद्धको प्रतिमा अगाडि गएर पूजा गर्दैमा बुद्धको शिक्षा ग्रहण गरेको ठहरिन्छ या बुद्धको शिक्षालाई अझ व्यापकता दिन चाहिँ थप केही आयामहरू थप्न जरुरी छ? आफैले कति गरेको छु भनेर एउटा मनन पनि गर्ने हो, आफैलाई मूल्याङ्कन पनि गर्ने हो र अरूलाई कसरी चाहिँ नि आफ्नो चरित्रले, आफ्नो प्रार्थनाले, आफ्नो शील र स्वभावले, आफ्नो व्यवहारले कसरी चाहिँ परिवर्तन गर्ने भन्ने कुरा हो। अरूलाई सिकाउने मात्रै पनि होइन यो, आफू उदाहरण भएर जसरी गौतम बुद्धले आफू उदाहरण भएर चाहिँ नि अरूलाई शील सिकाउनु भयो, त्यो गर्ने बेला पनि हो यो। अर्को कुरा, बुद्ध नेपालमा जन्मेको भन्ने कुरा चाहिँ नि नेपाली सबैजना जुन गर्व गर्छ, त्यो नेपालमा जन्मेको बुद्ध जस्तै बुद्धमय भएर पनि देखाउन सक्नुपर्छ। त्यसको लागि पनि यो हरेक वर्ष एउटा स्मरण गर्ने दिन हो र प्रण गर्ने पनि दिन हो। म यो चाहिँ नि यदि मैले पथ चाहिँ नि त्यो पथमा हिँड्न सकेको छैन भने अबदेखि कसरी सुध्रिएर हिँड्ने भन्ने कुरा। अर्को, संसारलाई सन्देश पनि दिने दिन हो कि सम्भव छ, यो यस्तो गर्नुपर्छ। एकजना सिद्धार्थ गौतम बुद्ध भनेर संसारभरि यसरी चाहिँ नि चेतना मात्र होइन, बुद्धको मार्ग, बुद्धको ज्ञान र बुद्धको चाहिँ नि शील र बुद्धले गर्नुपर्ने व्यवहार कस्तो हुन्छ भन्ने कुरा चाहिँ नि यत्रो प्रसार गरेर यतिका धेरै चाहिँ नि विस्तार गर्न सके भने हामीले पनि त्यो कुराहरू गर्नुपर्छ भन्ने चाहिँ नि स्मरण गराउनको लागि पनि, हाम्रो आफ्नै शक्तिलाई पनि अझै राम्रोसँग चिन्नको लागि यो दिन चाहिँ नि महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ। त्यसकारण बुद्ध जयन्ती मनाउन जरुरी छ अनि सकारात्मकता फैलाउनको लागि पनि जरुरी छ। यो एउटा अवसर हो होइन, अवसर हो। तर एक दिनले मात्रै यो मनाएर पुग्दैन, 3 दिनले मात्रै पुग्दैन। यस्तो सन्देश चाहिँ वर्षैभरि जाने ढङ्गले केही न केही कार्यक्रम गरिदियोस् भन्ने लाग्छ कि लाग्दैनन्? गर्नुपर्छ, गरिरहेको हुनुपर्छ। कसले गर्ने त यो? अब यसका लागि मात्रै कि गुम्बाले मात्रै कि? विभिन्न बिहारहरू पनि छन्, सरकारले मात्रै पनि गर्ने होइन, यो सम्पूर्ण समुदायले नै गर्ने कुरा। शैक्षिक संस्थाहरूमा पनि यो कुराहरू लैजानुपर्छ। त्यो टाइपको करिकुलमहरू ल्याइदियो भने? हजुर, सम्पूर्ण संस्थागत रूपमै पनि जान सक्छ र व्यक्तिगत रूपमा पनि जानुपर्ने कुरा हो। पूजा गरेर धर्म आर्जन हुन्छ भन्ने होइन, पथमा धर्म धारण गरेर धर्मको पथमा हिँड्न सक्नुपर्छ, अनि मात्रै धार्मिक बनिन्छ। त्यस कारणले त्यो कुरा धर्म धारण गरिएको छ कि छैन, प्रोपरली यो कुराहरू भइरहेको छ कि छैन, हामीले हिँडेको मार्ग
एकदम धार्मिक मार्गमा छ कि छैनौँ, अथवा शान्तिको मार्ग, समानताको मार्ग, सत्यको मार्ग भनेर जुन भन्छौँ त्यो छ कि छैन भनेर हामीले आफैलाई मूल्याङ्कन गर्ने दिन पनि हो। त्यसकारण यो दिन र यसपछिका 365 दिन नै बुद्धमय भएर जानुपर्छ, अथवा शान्तिमय भएर जानुपर्छ, सत्यको लागि जानुपर्छ र न्यायको लागि जानुपर्छ भन्ने लाग्छ। कस्तो राम्रो भन्नुभयो यहाँले, बुझिने गरी दर्शकले जसले बोधी टेलिभिजन हेरिरहनु भएको छ उहाँले बुझिने गरी भन्नुभयो, खुसी लाग्यो कि यहाँ पनि बुद्ध मार्गी नै हो। म बुद्ध मार्गी हुँ। यहाँ त प्रधान परिवारमा जन्मिनुभयो, राजधानीको व्यस्त नगरी रात्रि नगरीको रूपमा पनि उपमा पाएको ठमेलमा यहाँ जन्मिनुभयो होइन। प्रधान पनि जन्मजातै बुद्ध मार्गी हुन्छ र? अझ विशेष प्रधान मात्र होइन कि विशेष ठमेलको प्रधान बुद्धकै सन्तान हो भनेर हामी भन्छौँ। तर यहाँ त सिंह सार्थ बाहु जो चाहिँ नि आफै बुद्ध भनेको एकजना बुद्ध मात्र होइन, जसले बुद्धत्व प्राप्त गरेको छ, बोधिसत्व सिंह सार्थ बाहुकै नै सन्तानमा जन्मेको हुँ। तर सन्तानमा जन्मिने बित्तिकै सबै बुद्ध हुन्छन् भन्ने चाहिँ होइन। प्रधान परिवार जो यहाँको अब भनौँ न पुस्ताहरू जहाँ चाहिँ जन्मिनुभयो होइन, त्यो पनि के बुद्धकै यो धर्मअनुसार प्रक्रियाहरू हुने हो? ठमेलको कुनै घटना जोडिएको छ यहाँको जीवनमा? ठमेलको बुद्धको परम्परा अनुसार यहाँको जीवनमा के चाहिँ कार्यान्वयनमा आएको छ अभ्यासमा? ठमेलको प्रधान बुद्ध मार्गी नै हो। त्यसैले प्रत्येक हाम्रो अनुष्ठान जन्मेदेखि पछि मर्ने बेलासम्मको अनुष्ठान बौद्धिक बुद्ध धर्मको उसबाट हुन्छ। त्यसैले हाम्रो गुरुहरू सधैँभरि गुबाजु वज्राचार्यहरू हुन्छन्। साथसाथै अब हाम्रो परिवारमा बुद्ध अब बिहा गरेर आउने अथवा बिहा गरेर जाने चाहिँ नि हिन्दू धर्म अथवा अरू धर्मको पनि हुने हुनाले त्यो धर्महरूलाई पनि राम्रोसँग चाहिँ नि सम्मान गरिन्छ। त्यसकारण सबै किसिमको अनुष्ठानहरू हुन्छ। तर प्रमुख चाहिँ नि हाम्रो बौद्धिक बुद्ध धर्मको उसबाट चाहिँ गरिन्छ। भनेपछि बाई बर्थ आई एम बुद्धिस्ट भन्ने यहाँको दाबी हो? आई एम अ बोर्न बुद्धिस्ट। यो दाबी त खास गरी उपत्यकाका शाक्य परिवार, वज्राचार्य परिवार, तुलाधार परिवारहरूले बढी गर्छन् नि होइन? यो त प्रधानले पनि गर्ने रहेछन् भन्ने कुरा मलाई पनि जानकारी आज थाहा भयो। हजुर, अरूलाई पनि आज थाहा हुन्छ होला। तर के तपाईँ ठमेल गएर हेर्न सक्नुहुन्छ। ठमेलको पहिलो बिहार, ठमेलको बिहार सबभन्दा पुरानो बिहारको रूपमा मानिन्छ र त्यही बिहार भगवान बहाल भन्छौँ हामी। ठबही बहाल भन्छ बिहार। र त्यो बिहारभित्र भिक्षुहरू बस्दैनन्। को बस्ने त त्यहाँ? त्यो चाहिँ सबै बस्दैनन् त्यहाँ, तर त्यसलाई सुरक्षा गरिन्छ, सबै हेरिन्छ। र त्यहाँ विशेष गरी बुद्धका विभिन्न किसिमको चाहिँ नि के भन्छ ग्रन्थहरू राखिएको छ, पिक्चर्सहरू छन्, फोटोहरू छन्। एउटा नयाँ जानकारी पनि हो आम दर्शकलाई, मलाई पनि। हामीले अधिकारकर्मी महिला नेत्रीको रूपमा चिनिएको, समाजशास्त्री अर्थशास्त्री एउटा अनुहारमा चिनिएको, शिक्षा र महिला अधिकारमा लामो योगदान गरेको व्यक्तित्व एउटा निर्णायक तह राष्ट्रिय योजना आयोगमा पुगेको देख्न पाइयो। एउटा बुद्ध मार्गीहरू पनि निर्णायक तहमा पुगेर बुद्ध शिक्षालाई विस्तार गर्ने केही न केही योजना ल्याउन् भन्ने हाम्रो अपेक्षा थियो। यहाँबाट त्यो पुरा होला भन्ने हामी अपेक्षा गर्छौँ। खुसी लाग्यो। यसपछि छ नि यहाँ आफूलाई दाबी त गर्नुभयो बाई बोर्न आई एम बुद्धिस्ट भनेर होइन? त्यो बुद्धिस्ट भएकोमा कति गर्व छ भन्नेमा बुद्ध शिक्षालाई अगाडि बढाउन या बुद्ध धर्मलाई चाहिँ व्यापकता दिनमा, जसरी अरू क्रिस्चियनहरूले अरू हिन्दू धर्म मान्नेहरू मुस्लिमहरू जसरी कट्टर रूपमा जान्छ नि म मुस्लिम हुँ, यो धर्म चाहिँ व्यापक हुनुपर्छ भने जस्तै यहाँ चाहिँ जन्मदै त्यो बुद्ध मार्गी परिवारमा जन्मेको मान्छे म बुद्धिस्ट हो भनेर गर्व गरेर कुनै फोरममा बोल्ने आँट गर्नुभएको छ यहाँले कहिले? आँट गर्नुभन्दा पनि मेरो स्वभावको कुरा हो। डराउँछन् भन्छन्। बुद्ध आफै सिल लिने हो है। बुद्धले त्यो धाक लगाउने, प्रेसर गर्ने, अरूलाई चाहिँ जबरजस्ती गर्ने होइन, आफ्नो व्यवहारबाट चिनाउने हो। तपाईँहरूले मेरो व्यवहार देखिरहनु भएको छ, शालीनता देखिन्छ, यहाँमा बौद्धिकता देखिन्छ। बुद्धले चाहिँ त्यसै बस्नुभन्दा केही न केही ध्यान भावना अध्ययनमा चाहिँ समय बिताउनु, देखावटी रूपरङमा नजानु भनिन्छ होइन? यहाँ रूपरङमा पनि देखिनुहुन्छ, बौद्धिकतामा पनि देखिन्छ। खुसी लाग्यो। मैले यो किन यो प्रसङ्ग उठाएँ भने यहाँ अहिले यो इलेक्सनको टाइममा चुनावमा हेऱ्यौँ धेरै कम्युनिस्ट नेताहरू या प्रजातान्त्रिक दाबी गर्ने नेताहरू पनि बिहारहरूमा म जित्न पाऊँ भनेर चाहिँ बिहारका गुरुमाहरूबाट आशीर्वाद लिन गएको देखियो। जबकि ती पार्टीकै चुनावी घोषणापत्र र प्रतिबद्धता पत्रमा न बुद्ध शिक्षाको कुरा छ न बुद्ध धर्मको कुरा छ। उनीहरू ढोगी भएर माग्न चाहिँ गइरहेका हुन्छन्। त्यसकारण मैले
यदि सलोनी प्रधान सिंह बुद्धिस्ट हो बाई बोर्न नै भयो भने कति ढुक्क भएर मञ्चहरूमा सार्वजनिक ठाउँमा म बुद्धिस्ट हो, बुद्धको दर्शनलाई फलो गरौँ है भनेर भन्न सक्नुहुन्छ भने त्यो मैले आँटलाई टेस्ट गरे मात्रै हो, यसमा व्याख्या गर्नु परेन। यहाँले भनिहाल्नुभयो त्यो आत्मैदेखि यसलाई चाहिँ के पालना गर्ने हो, व्यवहारमा देखाउने हो भनेर यहाँले भन्नुभएको छ होइन। यति भनेपछि म अलिकति बुद्ध शिक्षामा जान्छु, त्यसपछि म फेरि लुम्बिनीमा जान्छु। यहाँले भन्नुभयो मलाई मनपर्छ, म ध्यान भावना पनि गर्छु मेरो परिवार भनेर ब्याकग्राउन्ड दिइसकेपछि अहिलेको यो सन्दर्भमा विश्व बजारमा चाहिँ बुद्ध शिक्षा कति सान्दर्भिक छ, कति सामयिक छ, कसरी बुझाउने नागरिकलाई? हेर्नुहोस्, अब बुद्ध शिक्षा म बुद्धिस्ट हुँ, म बुद्ध मार्गी हुँ भनेर मात्रै हुँदैन। प्रत्येक व्यक्तिले बुद्धको सिद्धान्त धारण गर्नु पर्यो, आध्यात्मिकतातिर जानु पर्यो र त्यो शील लिनु पर्यो होइन। हामी पञ्चशीलको कुरा गर्छौँ, अझै बेला बेला हामी अष्टशील लिन्छौँ होइन। त्यो शील चाहिँ निर्धारण गर्न सक्नु पर्यो। अब त्यो गर्ने चाहिँ नि वातावरणहरू पनि बन्नुपर्छ। त्यसको लागि सर्टेन लेभल अफ कमिटमेन्ट पनि चाहिन्छ, मनभित्रबाट पनि आउनुपर्छ। अहिले देख्नुहुन्छ जुन मारकाट, लडाइँ, द्वन्द्व, विभिन्न लोभ, लालच, झुट जुन चाहिँ नि भइरहेछ, त्यो अहिलेको सन्दर्भमा त झन् धेरै महत्त्वपूर्ण छ जस्तो लाग्छ। तपाईँहरूले अशोकको कथा सुन्नुहुन्छ होइन। अशोकले आएर पहिलो स्तम्भ लुम्बिनीमा आएर राखे, त्यसबाट हामीले लुम्बिनीलाई अझै फलो गर्दै कति अगाडि कति पछाडि अब के भयो भनेर हामी हेर्दैछौँ होइन। आर्कियोलोजिस्टहरूले ती कुराहरूलाई फलो गरेर गरेको छ। अशोक पहिला कस्तो थियो र पछि के भए, कलिङ्गको त्यत्रो ठुलो लडाइँपछि त्यत्रो रगत चाहिँ नि बगाइसकेपछि बल्ल उहाँमा त्यो बुद्धत्वको चाहिँ नि ज्ञान आयो। त्यसपछि उहाँ चाहिँ नि एकदम शान्तिप्रिय बन्नुभयो। अहिले जुन कलिङ्ग ठाउँमा कलिङ्ग बनिरहेछ, त्यो बेलामा झन् महत्त्वपूर्ण कुरा हो। तर दुर्भाग्यको कुरा कतिपय देशहरू आफू बुद्धिस्ट भन्दै पनि व्यवहारमा, शीलमा, सिद्धान्तमा ल्याउन नसकेको कारणले गर्दाखेरि झन् अब के भन्नु, अलिकति स्खलित हुँदै बिग्रिँदै गइरहेको पनि उदाहरणहरू हामी देख्दै गएछौँ। त्यसैले धार्मिक भयो भनेर लेबल लेबलले हुँदैन, व्यवहारले हुन्छ, शीलले हुन्छ, सिद्धान्तले हुन्छ र स्वभावले हुन्छ। भनेपछि बुद्ध शिक्षा जरुरी छ। अहिलेको सन्दर्भमा विश्वव्यापी यसको आवश्यकता खड्कँदो छ होइन। खड्कँदो लाग्छ। अब तपाईँ बुद्धिस्ट भएर भन्नुभयो भन्लान् मान्छेले, तर जुन धैर्य जुन चाहिन्छ त्यो धैर्य मात्रै भइदियो भने पनि धेरै कुराहरूमा समस्याको समाधान सकारात्मक रूपले हुन्थ्यो होला भन्ने चाहिँ मलाई लाग्छ। यहाँले तत्कालीन राजा अशोक र कलिङ्ग युद्धको प्रसङ्ग उठाउनु भयो। मलाई पनि एउटा सम्झना आयो। मैले एउटा सम्पादकीय लेखेको थिएँ यसमै, र कहिलेकाहीँ हाम्रा अहिलेका जल्दाबल्दा नेता प्रचण्डको पनि भनाइ याद आउँछ। उहाँले पनि म कुनै बेला चाहिँ अशोकको त्यो अभियानबाट पनि प्रभावित थिएँ, त्यसकारण चाहिँ हतियारसहितको जनयुद्ध छोडेर म शान्ति मार्गमा आएँ। कतिपयले मलाई चाहिँ अशोकसँग पनि तुलना गर्छन् भनेर उहाँले गर्व गरेर देखिन्छ। कतै न कतै उहाँ पनि युद्धबाटै राज्य प्राप्ति गर्न सक्छु भनेर हिँडेको मान्छे पछि त्यो सबै हतियारबाट मात्रै सम्भव रहेनछ भनेर शान्तिको मार्गमा आउनुभएको छ। त्यसकारण अशोक कलिङ्ग युद्धबाट चाहिँ अहिलेका युक्रेन र रुसले पनि जान्न जरुरी छ जस्तो लाग्छ। आखिर क्षेपणास्त्र प्रयोग गर्दैमा गोली बारुदले मात्रै त शान्ति आउने होइन रहेछ, राज्य प्राप्ति पनि होइन रहेछ। उनीहरू पनि अहिले त्यहाँ युद्धमा धेरै हताहती भइरहेछन्, बुद्धको स्ट्याचु मुनि बसेर प्रे गरिरहेका छन् अब चाहिँ शान्ति आओस् भनेर। यही बेला हेर्नुहोस्, यही बेला हामीले हाम्रो आफ्नो शान्ति प्रक्रियालाई पनि मूल्याङ्कन गर्नुपर्छ। दुईवटा देश, दक्षिण एसियामा दुईवटा देश एकदम द्वन्द्वग्रस्त थियो। त्यो दुईटैको द्वन्द्वमा मैले काम गरेको हुँ। द्वन्द्व व्यवस्थापन गरेर शान्ति ल्याउनुपर्छ भनेर म श्रीलङ्कामै बसेर काम गरेको हुँ र यो देशमा पनि तपाईँलाई राम्रोसँग थाहा छ। र यो देशले शान्ति प्रक्रियामा कसैलाई नमारिकन धेरै कुराहरूमा चाहिँ नि नेगोसिएसन गरेर होइन, संवादबाट सिद्ध्याउने कोसिस गर्यो। अर्को देशमा होइन, अब यो चाहिँ नि अशान्त तत्त्वहरूलाई चाहिँ नि निर्मूल नै पार्नुपर्छ, मार्नु नै पर्छ, सिद्ध्याउनु नै पर्छ भनेर गएको दुईवटा देशको मूल्याङ्कन गरेर हामी हेर्न सक्छौँ अहिले
कस्तो अवस्था भइरहेको छ। त्यसकारण हामी अझै पनि यदि शान्ति ल्याउने हो, हामीले चाहिँ नि शान्ति समृद्ध एउटा बुद्धको देश भनेर चिनाउनु पर्ने हो भने त्यो कुरालाई फेरि रिफ्लेक्ट गरेर हेर्नुपर्छ। रिफ्लेक्सन गरेर अझै हामी चाहिँ नि त्यो मार्गमा छौँ कि छैनौँ, अझै हामीले बुद्धको देश भनेर चिनाउनको लागि केही बढी गर्नुपर्छ कि भन्ने पनि लाग्छ। किनभने भवतु सब मङ्गलम भनेर चाहिँ नि सुरु गर्ने यो धर्म सबैको लागि मङ्गल हुनुपर्छ भन्ने कुरा मेरो लागि, मेरै सन्तानको लागि मेरै मात्र जित हुनुपर्छ भनेर जाने बाटो चाहिँ नि अलि मुक्त हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। अशोक हुनुभयो होला, तर अशोक हुने व्यक्ति पनि अझै चाहिँ नि विपस्वी बन्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। हजुर, अहिले देखिन्छ नि नेतृत्वमा यहाँ पनि एउटा निर्णायक नेतृत्वमा पुग्नु भएको छ, एउटा बुद्ध मार्गी नेपालको छोरी होइन, एउटा क्षमताले पुग्नु भएको छ। त्यो निर्णायक तहमा पुगिसकेपछि बुद्ध शिक्षा र बुद्ध धर्मको विस्तार र संरक्षण अनि बौद्ध सम्पदाहरूको संरक्षणमा अब त्यहाँबाट राज्यले गर्न सक्ने संरचना निर्माण या विकास आयोजना परियोजनाहरूमा कुन ढङ्गको बजेट विनियोजन भएको छ, कुन ढङ्गको चाहिँ निर्माणको प्रगतिहरू अगाडि बढाएको छ भन्ने ढङ्गको चाहिँ यहाँहरूबाट अब सूक्ष्म निरीक्षण अनुगमन होस् र तदनुसारको निर्देशन होस् भन्ने हामी कामना गर्छौँ र यहाँलाई सुझाव पनि त्यो दिन चाहन्छौँ। र अर्को कुरा छ नि, नेतृत्व तहमा पुगिसकेपछि हामी बुद्ध शिक्षा जरुरी छ भनेर धेरै नेताहरूले भाषण गरे पनि देखिन्छ। कोही विदेश जाँदै गऱ्यो भने बुद्धको प्रतिमा या बुद्धको फोटो या बुद्धको अशोक स्तम्भ केही न केही एउटा विदेशीलाई गिफ्ट दिइरहेको पनि देखिन्छ। यहाँले पनि कतिपय ठाउँमा बुद्धका केही न केही गिफ्ट दिनै भएको होला विदेशी पाहुनाहरू आउँदाखेरि होइन। त्यसरी गिफ्ट दिन हामी लालायित भइरहँदाखेरि चाहिँ कतै मेरो देशमा पनि यो धर्मनिरपेक्षताभन्दा एउटा बौद्ध राष्ट्रको रूपमा घोषणा गरिदियोस् भन्ने, सरकारले त्यो निर्णय गरिदियोस् भन्ने कता कता मनमा आउँछ, या यो जे छ त्यही नै ठिक छ, जुनसुकै धर्म पनि के भयो र भन्ने लाग्छ यहाँलाई? मलाई कस्तो लाग्छ, लेभल मैले अघि पनि भने मूर्ति, लेभल, पोस्टर, नाममा मलाई विश्वास छैन। सबभन्दा ठुलो कुरा मान्छेको प्रवृत्ति हो, सील हो, स्वभाव हो, व्यवहार हो र व्यवहारले ल्याउनु खोजेको उद्देश्य हो। त्यसकारण यसलाई बुद्धिस्ट राष्ट्र भनेर बुद्धिस्ट राष्ट्र नभएको मुस्लिम राष्ट्र भएर मुस्लिम राष्ट्र नभएको त्यस्ता उदाहरणहरू धेरै छन्। त्योतिर भन्दा पनि बुद्धले जुन चाहिँ नि बुद्धले आफ्ना अनुयायीहरू मार्फत, बुद्धले आफ्नो चाहिँ नि शिक्षा मार्फत चाहिँ नि जसरी सबैलाई समान रूपमा देख्न सक्नुपर्छ, सबैलाई आदर गर्नुपर्छ, सबैलाई चाहिँ नि प्रेम गर्नुपर्छ, करुणा भाव हुनुपर्छ भन्ने जुन करुणाको चाहिँ शिक्षा दिनुभएको छ, त्यो शिक्षा, त्यो भावना, त्यो व्यवहार चाहिँ प्रत्येक नेपालीको व्यवहारमा देखिन पाओस् भन्ने चाहिँ मेरो इच्छा। त्यो सायद तर दलहरूले छ नि त्यो निर्णय गरिदियो भने के हुन्छ त? तपाईँ आफूलाई बाई बर्न आई एम बुद्धिस्ट भनेर जसरी दाबी गर्नुभएको छ, बुद्धको उपदेशको सिद्धान्तको जसरी अहिले सविस्तार वर्णन गर्नुभएको छ, कुनै बिहारमा बस्ने गुरुको भन्दा कम छैन। अहिले तपाईँले जे बताइरहनु भएको छ होइन, साँच्चैकै गुरुमा नै हो कि जस्तो पनि लाग्छ कि अहिले बताइरहेको देख्दा होइन। त्यति आत्मैदेखि बुद्धका सिलहरू पालना गर्ने व्यक्तिमा बुद्धिस्ट राष्ट्र भइदिए हुन्थ्यो, राजनीतिक दलहरूले कतै न कतै राष्ट्रिय सहमतिमा त्यो निर्णय गरिदिए हुन्थ्यो भन्ने त्यो भन्न चाहिँ किन डर भएको मनमा? मलाई डर होइन, मैले भनिहालेँ कुनै लेभल राख्ने बित्तिकै राजनैतिक रूपमा एउटा चाहिँ राजनीतिको एजेन्डा बनेर गएर झन् फितलो हुन्छ कि भन्ने चाहिँ मलाई शङ्का, चिन्ता लाग्छ। त्यसकारण त्यो लेभलले मात्रै पुग्दैन हामी सिल, नत्र त धेरै देशहरू छ। मैले धेरै बुद्धिस्ट देशहरूमा धेरैमा काम गरेर आएको छु। थाइल्यान्ड, बर्मा, म्यानमार, म्यानमार, लाओस, कम्बोडिया, श्रीलङ्का, धेरै देशमा मैले काम गरेर आएको छु। त्यो देशले म बुद्धिस्ट भन्यो भन्दैमा त्यो देशमा चाहिँ के बुद्ध धर्मको, बुद्ध शिक्षाको विस्तार कि कुनै प्रोजेक्टमा काम गर्नुभयो? विदेशी प्रोजेक्टमा मैले विभिन्न प्रोजेक्टमा काम गरेँ, विभिन्न काम गरेँ, तर मैले ती कुराहरू देखेर कुनै मिनिङ भएन। त्यो त तपाईको जीविकोपार्जनको लागि गर्नुभयो होला। हामी भन्छौँ जीविकोपार्जन मात्रै पनि भन्नु ती देशमा जाँदाखेरि त बुद्धको दर्शन, म बुद्ध जन्मेको देशबाट आएको छु, यो चाहिँ यो है भनेर अलिकति केही प्रवचन दिए त्यो चाहिँ मिनिङफुल हुन्थ्यो होला। अहिले मैले मेरो व्यक्तिगत जीवनमा मैले के गरेँ, कसो गरेँ मैले यहाँ भनिरहनु पर्दैन। म आफै पनि एउटा बुद्धको चाहिँ नि व्यवहारबाट प्रभावित र गरिरहेको छु भनेर आफू प्रभावित भइसकेपछि, आफूले ज्ञान प्राप्त गरिसकेपछि त्यो त विस्तार गर्नुपर्छ नि। बुद्धले भन्नुभएको छ नि, मैले जे सिकेको छु त्यो चाहिँ तमाम जनतामा पुग्नुपर्छ। तपाईँले त्यसैले देख्नुभयो होला मेरो सबभन्दा ठुलो
यति जीवनभरिको काम नै सबैलाई शिक्षित पार्नु। एकदम। शिक्षा औपचारिक रूपले मात्रै हुँदैन, अनौपचारिक रूपले भनेर नेपालभरि धेरै देशहरूमा मलाई एउटा राम्रो एजुकेटरको रूपमा चिन्छन् र त्यो भित्र मैले जहिले पनि यी सिद्धान्तहरूलाई चाहिँ राखिरहेको हुन्छु। तपाईँ बरु मसँग सँगै काम गर्नुभएकोले धेरै कुराहरू तपाईँलाई थाहा छ। हजुर, ठिक छ। यो संवादलाई हामी फेरि निरन्तरता दिनेछौँ। एकैछिन छोटो व्यापारिक विश्राम। आदरणीय दर्शकवृन्द, हामी बोधी विशेषमा छौँ र आज हामी राष्ट्रिय योजना आयोगका सदस्य, समाजशास्त्री, अर्थशास्त्री एवं वरिष्ठ महिला अधिकार कर्मी सलोनी प्रधान सिंहसँग योजना आयोगको आँखाबाट हामी नेपालमा बुद्ध शिक्षा, बुद्ध धर्म, बुद्ध जयन्तीको अवस्थालाई विश्लेषण गर्दै समग्र बौद्ध सम्पदाको विकास निर्माणको चरण के छ, राष्ट्रिय योजना आयोगले यसको अनुगमन गरेर सरकारलाई कस्तो खालको निर्देशन दिइरहेको छ, अबको जान्ने पालो भएको छ। यहाँलाई पुनः स्वागत छ। अब म तपाईँ अहिले पछिल्लोमा जुन पदमा आसीन हुनुहुन्छ, निर्णायक तहमा एउटा बौद्ध मार्गी महिला, त्यसमा निर्णायक तहमा पुगेपछि जिम्मेवारीलाई कसरी वहन गरिरहनु भएको छ भन्ने कुरा जान्न चाहन्छु। हामी 2566 बुद्ध जयन्तीको प्रसङ्गमा कुराकानी गरेका छौँ। लुम्बिनी पछिल्लो पटक यो जिम्मेवारीमा आइसकेपछि कति पटक पुग्नु भएको छ? 4 पटक। त्यो सरकारी सुविधाको सदुपयोगको लागि जानुभयो या लुम्बिनीको अवस्थालाई बुझ्न जानुभयो? लुम्बिनी एउटा मेरो मनकै कुरा हो। कि बिदा मनाउनलाई जानुभयो लुम्बिनी? म बिदा मनाउन गएको छैन। तर सरकारी अधिकारीहरू सरकारी नम्बर प्लेटका गाडी र सुविधासहित लुम्बिनीमा बिदा, सार्वजनिक बिदालाई मनाउन जाने प्रचलन बढी देखिन्छ। होला। तपाईँमा त्यो छनक पाइँदैन? नितान्त अफिसियल काममै जानुभएको छ? म अहिले जति 4 पटक भने म नितान्त अफिसियल कामले नै गएको छु। विभिन्न समूहहरूलाई लिएर गएको छु। विभिन्न समूहसँग अझै लुम्बिनी विकास कोषकै समितिसँग बसेर योजना गर्ने, छलफल गर्ने, अब कस्तो हुन्छ होला भनेर विमर्श गर्न गएको छु। त्यसपछि बुद्ध लुम्बिनीको मायादेवी मन्दिर परिसर मात्रै होइन, विभिन्न बुद्ध सर्किट जुन चाहिँ नि इन्टरनेसनली कुरा भइरहेछ, त्यसमा पनि हेर्न गएर अब के गर्ने भन्नेमा छलफल गर्न गइरहेको हो। 4 पटक जानुभयो होइन? अरू विभिन्न काम सहित म त्यहाँ चाहिँ नि म लुम्बिनी प्रदेशमा पुगेपछि म लुम्बिनी जान्छु। योजना आयोगको साधन स्रोतमा योजना आयोगको लागि जाँदा योजना आयोगकै साधन स्रोत, अरू प्रोजेक्टको लागि काममा त गएको होइन नि? होइन। म क्लियरिफाई गरिरहेको छु। यहाँको विद्वता, यहाँको जिम्मेवारीलाई म थप उजागर गर्न गइरहेको छु, जनताले बुझुन्। अब महिला नेतृत्व तहमा पुगेपछि कसरी काम गर्छन् त्यो पनि जानकारी दिनु छ हामीलाई। 4 पटक जाँदाखेरि कहाँ कहाँ जानुभयो लुम्बिनीको? मैले भने लुम्बिनी मायादेवी मन्दिर जानुभयो? मायादेवी मन्दिर त सधैँ जान्छु, तर पूजा गर्न जान्न म सधैँभरि हो। अब ठुलो क्षेत्र छ, सबै त अब त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलको मोनिटरिङदेखि लिएर सबै कुराहरू गऱ्यौँ। साथसाथै बुद्ध सर्किट भनेर बुद्धको चाहिँ नि अहिले महत्त्वपूर्ण स्थानहरू जुन जुन छन् त्यो ठाउँहरूमा पनि लुम्बिनी विकास कोषकै पदाधिकारीहरूसँग गएर छलफल गऱ्यौँ। यद्यपि धेरै कुराहरू गरिसक्न सकेका छैन। अहिलेको यो योजनाको लागि पनि मैले मङ्सिर पुसमा नै योजना गरेको र ब्रिफिङहरू सबै गरेको हो। अहिले जुन चाहिँ नि हल उद्घाटन हुँदैछ त्यसको मोनिटरिङ पनि गरेको हुँ। अब अलिकति भनिदिनुहोस् त, यो अवसरमा 2566औं बुद्ध जयन्ती मनाइरहँदा विदेशी पाहुनाहरू आउँदा या काठमाडौँ या लगायत लुम्बिनी प्रदेश बाहेकका अन्य प्रदेशका नागरिकहरू जो आन्तरिक पर्यटनलाई प्रवर्धन गर्न चाहन्छन्, बुद्धको जन्मभूमिलाई देशव्यापी र विदेशमा पनि प्रचार गर्न चाहन्छन्, उनीहरू लुम्बिनी परिसरमा पुग्दा चाहिँ त्यो परिसर, त्यसका वातावरण, बाहिरी वातावरणभित्र प्रवेश गर्ने द्वारहरू कति बौद्ध मैत्री देखिन्छ? अलिकति त्यहाँ नपुगेका र पुगिसकेकाहरूलाई पनि अलिकति रिमाइन्ड गर्ने अथवा चाहिँ त्यहाँको परिदृश्यलाई कसरी वर्णन गर्नुहुन्छ? कति बौद्धमय छ, कति बौद्ध मैत्री छ? धेरै वर्ष अघि म जाँदाखेरि मलाई त्यस्तो धेरै अनुभव भएको थिएन, तर अहिले जति जति त्यसको चाहिँ विकास हुँदै गएको छ, जति जति म पनि त्योसँग संलग्न हुँदै गइरहेको छु, मैले त्यहाँ चाहिँ नि धेरै कुराहरू
परिवर्तित देखेको छु। जस्तो बौद्ध लुम्बिनीको जुन लुम्बिनी विकासले गरिरहेको जुन लुम्बिनी परिसर छ त्यो भित्र धेरै नै बौद्धमय छ। त्यो एकदमै त्यहाँ पसिसकेपछि मान्छेको आत्मादेखि नै त्यसलाई स्वीकार्न मन लाग्ने अवस्थाहरू चाहिँ नि गरिएको छ। किनभने यो सिद्धान्तमा आधारित भएर यसको डिजाइन नै प्रोफेसर टाङ्गेले गर्दाखेरि नै आफै बुद्ध नबने बुद्ध धर्मी नभए पनि उहाँ आफै बुद्ध धर्मको अध्ययन गरेर बुद्ध मार्गी बनेर नै बनाएको हुनाले त्यसको एस्थेटिक्स भन्छ नि त्यसको चाहिँ नि जुन बनावट सिद्धान्त आध्यात्मिकता सबै कुराहरू त्यहाँ छन्। तर बाहिर होइन बुद्ध भैरवाबाट लुम्बिनी जाने बाटो त्यसपछि त्यसको वरिपरि र बुद्ध सर्किटको वरिपरि चाहिँ नि अझै धेरै काम गर्नुपर्ने अवस्थाहरू देखिएको छ देखिन्छ। त्यो पनि अलि अगाडि जाँदा अलि धेरै नै अप्ठ्यारो देखिन्थ्यो। बुद्धको सिद्धान्त अनुसार समानताको कुरा गर्छौँ हामी होइन, एउटा इन्क्लुजनको समावेशिताका कुराहरू गर्छौँ हामी। सब भवतु सब मङ्गलम भनेर जुन सबैजना बराबर हुनुपर्छ, सर्व उदय हुनुपर्छ, सर्वोदयको सिद्धान्तमा लिएर जानुपर्छ भन्ने चाहिँ नि जुन सिद्धान्त छ त्यो अनुसारले हामी सबैलाई उदय गरेर लैजान सकेको जस्तो चाहिँ देखिन्न। वरिपरिको परिसरहरूमा बाहिरतिर अझै पनि दुखी गरिबी दरिद्रताहरू देखिन्छ। त्यसपछि आएर धर्मकै अब विभिन्न अरू धर्मकाहरू पनि बसोबासहरू छन्, त्यहाँ विकासका कार्यक्रमहरू गर्नु अझै चाहिँ नि आवश्यक देखिन्छ। ती व्यक्तिहरूको पनि स्वामित्व, उहाँहरूको अपनत्व, उहाँहरूको पनि योगदानलाई अझै पनि बढाउनु पर्ने चाहिँ नि अवस्था देखिन्छ। लुम्बिनी गौतम बुद्ध विमानस्थलबाट त्यहाँसम्म जाने बेलामा धेरै किसिमका फ्याक्ट्रीहरू देखिन्छ। जस्तो सिमेन्ट फ्याक्ट्रीहरू, विभिन्न किसिमको चिम्नीबाट धुवाँहरू आइरहेको अवस्थाहरू छन्। साथसाथै ठुला ठुला होटेलहरू पनि बनेको अवस्था छ अहिले। हिजो अस्ति बाटो बन्दै थियो, अहिले बाटो पनि राम्रो भएको छ। धेरै कुरा राम्रो पनि भइरहेको छ, साथसाथै अझै गर्नु बाँकी चाहिँ नि विषयहरू पनि छन् जुन चाहिँ नि अब बिस्तारै यसलाई चाहिँ नि योजनाबद्ध गरेर चरणबद्ध रूपमा चाहिँ नि कार्यक्रम बनाएर लैजानुपर्ने चाहिँ नि छ र त्यो विचार विमर्श पनि भइरहेको छ। जस्तो विदेशीहरू थाइल्यान्डकाहरू चाहिँ अथवा फिलिपिन्सको कुरा गरौँ, कम्बोडियाको कुरा गरौँ या अन्य जो बौद्ध मार्गी जनसङ्ख्या बढी भएका देशबाट आउनेहरू जसलाई चाहिँ भगवान मानिरहेका छन् र आदर्श नेतृत्व मानिरहेका छन्, उनीहरू त्यो भगवानको जन्मस्थल पुग्ने भनेर नेपाल आउँछन् र लुम्बिनी पुग्न खोज्छन्। लुम्बिनी पुग्दाखेरि चाहिँ धेरैले त्यो जुन परिकल्पना गरेर गएको हुन्छ बौद्धमय वातावरण, शान्तिको एकदमै पोजिटिभ भाइब ल्याउने टाइपको हुन्छ भनेर जाँदाखेरि त्यहाँ पुगेपछि ठुला ठुला माइकका आवाजहरूले अनि त्यो प्रवेशद्वारका नजिकका चाहिँ बस्तीहरूमा त्यो पशुहरूको काटमारको कुरालाई खुलामखुला राखिएकोलाई अझ व्यवस्थित गर्न सकेको छैन भनेर पनि आइरहेको अवस्था छ होइन। योजना आयोगको एउटा नेतृत्वदायी सदस्यको रूपमा त्यहाँ भिजिट गर्दाखेरि अब यसलाई कसरी व्यवस्थितकरण गर्ने भनेर आएर चाहिँ सरकारलाई सुझाव या त्यहाँको लुम्बिनी विकास कोषलाई सुझाव दिनुभएको छ यहाँले? तीन तहमा नै गर्नुपर्छ। स्थानीय सरकारलाई पनि, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार, साथसाथै समुदायसँग। तपाईँलाई अचम्म लाग्छ होला, हुन त लाग्नु नपर्ने हो किनभने म समुदायसँग काम गरेरै आएको सधैँ। 2-3-4 चोटिको भिजिटमा म समुदायसँग धेरैचोटि बसेको छु। समुदायका सरोकारवालाहरूसँग बसेको छु। उहाँहरूको चाहिँ भनाइ के हो, लुम्बिनी विकासको प्रयास के हो भनेर। त्यस कारण त्यसमा सन्तुलन ल्याउन, सामञ्जस्यता ल्याउने कोसिसहरू गरिरहेको छु। एउटा यो व्यक्तिगत मेरो इन्ट्रेस्ट पनि हो, मेरो स्किल पनि हो, मेरो चाहिँ नि एउटा के भन्छ एउटा प्रोफेसनल मेरो एक्सपर्टिज पनि हो। म त्यो पनि गरिरहेको छु भने योजनाभित्र यसलाई चाहिँ व्यवस्थित कसरी गर्ने, लुम्बिनी विकास कोषलाई एक्लै उसैले मात्रै गर्ने भन्ने चाहिँ जुन जिम्मा र उनीहरूलाई उत्तरदायी जुन बनाइरहेको छ होइन, सबैको सहकार्यमा, सबैको सहयोगमा, सबैको चाहिँ सौहार्दतामा यसलाई कसरी चाहिँ विस्तार गर्ने भन्ने पनि कोसिस। अब कोषको स्थापना नै त्यही लुम्बिनी
गुरु योजना अथवा लुम्बिनी क्षेत्रकै विकासको लागि भएको हो, त्यो त झन् स्पेसिफिक भएर खोलिएको संस्था हो नि त। त्यो जिम्मेवारी त उसको बाहेक कसको होला र? केन्द्रीय सरकारले या प्रदेश सरकारले या स्थानीय सरकारले त सपोर्टिङ रोल मात्रै गर्ने हो। नेतृत्व त लुम्बिनी विकास कोषमा जो जान्छ उसले नै गर्ने हो नि, होइन? नेतृत्व हो, तर जुन तपाईँले भन्नुभयो नि सहयोग, त्यसमा योजना भएको, भिजन भएको, सौहार्दता, त्यसको लागि पैसै मात्रै पनि सबै कुरा होइन। पार्टीको झन्डा बोकेर मात्रै जाने धेरै कुरा हो। पार्टीको झन्डा बोकेर मात्रै त्यहाँ नेतृत्वमा जाने, योजना र भिजन नभएको अनि बुद्धको मर्मलाई नबुझेको नेतृत्व त्यहाँ पुग्यो भने त त्यो विकास के होला, के अपेक्षा गर्न सकिएला? नपुगोस् भन्ने चाहिँ नि हाम्रो चाहिँ नि प्रयास हुनुपर्छ, होइन? हाम्रो सोच पनि त्यो हुनुपर्छ। तर पुगिहाल्यो भने पनि कसरी चाहिँ नि फेसिलिटेट गर्ने, सहजीकरण कसरी गर्ने, सहयोग कसरी गर्ने भन्ने कुरा चाहिँ नि महत्त्वपूर्ण कुरा हो। त्यो चाहिँ नि त्यो व्यवहार हामीमा आयो, त्यो चाहिँ नि सिल हामीले लिन सक्यौँ। त्यस्तो किसिमको चाहिँ नि हाम्रो प्रयत्न मात्रै होइन कि हाम्रो के भन्छ प्रवृत्ति नै हामीले त्यो विकास गर्नु पर्यो सक्यौँ भने मात्रै हामी बुद्धको देश भनेर चाहिँ नि हामी आफूलाई परिचित गर्न सक्छौँ होला भन्ने मलाई लाग्छ। जति बेला पनि नकारात्मक कुरा, नेगेटिभिटी, त्यसमाथि शक्तिको मात्रै द्वन्द्व गरेर चाहिँ नि बुद्ध भूमि जस्तो हुँदैन होला भन्ने मलाई लाग्छ। हामी समयको अन्तिममा छौँ, हामी महत्त्वपूर्ण कुराकानीलाई अगाडि बढाइरहेका छौँ। यहाँले अघि भन्नुभयो म राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारीमा आइसकेपछि र समग्र लुम्बिनी प्रदेश मेरो मातहतमा परिसकेपछि म त्यहाँ 4 चोटि स्थलगत भ्रमण गरेँ भन्नुभएको छ, होइन? लुम्बिनी गुरु योजना अहिले चालु भएको 54 वर्ष पुगेको छ। 54 वर्षसम्म पुगिसक्दा पनि त्यहाँका संरचनाहरू अझै पुरा नभएको देखिन्छ र विदेशबाट या लुम्बिनी बाहेकका क्षेत्र, नेपालको क्षेत्रबाट त्यहाँ पुग्नेहरू अझै वा लुम्बिनी मेरो गर्व गर्ने ठाउँ, बुद्धको जन्मभूमि भनेर गर्न नसकिरहेको, कतै न कतै मन दुखाइरहेको अवस्था देखिन्छ। यति लामो अवधिमा परियोजना चल्दा पनि त्यहाँ हुनुपर्ने जति विकास किन नभएको होला भनेर अहिले पनि प्रश्न उठिरहेको छ। योजना आयोगको सदस्यको रूपमा अनुगमन गर्दा के पाउनुभयो र के निर्देशन दिनुभएको छ अब चाँडो हुनको लागि? अब प्रयास तपाईँले धेरै कुरा भनिसक्नु भएको छ, मलाई त्यो रिपिट गरिरहनु पर्दैन, होइन? विभिन्न चरणमा विभिन्न किसिमको राजनैतिक पनि त्यो इन्फ्लुएन्सहरू नभएको होइन, तर पनि प्रयास चाहिँ त्यहाँ भइरहेको छ। त्यो भनेको उत्खनन गरेर त्यहाँभित्र के थियो, कसरी गर्ने भन्ने आर्कियोलोजिकल स्टडी गरेर जानुपर्ने हो। जुन एकै रात नयाँ बनाएर जग खनेर रातभरिमा बनाउने घर जस्तो चाहिँ होइन। त्यसको आफ्नै किसिमको योजना पनि छ, आफ्नै किसिमको चाहिँ नि के भन्छौँ घरको शैलीहरू, वास्तुहरू छन् जसलाई चाहिँ नि मिलाउनु पर्ने छ। त्यसले पनि अलिकति समय लागेको हो। अर्को कुरा यो भनेको धर्मको कुरा हो। धर्मले अझै हाम्रो विभिन्न राष्ट्रहरूसँगको चाहिँ नि जुन सौहार्दता, जुन सम्बन्ध लाई पनि जुन घनिष्ठता बढाइरहेको छ, त्यसको योगदानलाई पनि हामीले हेर्नुपर्छ। धार्मिकता, राष्ट्रियता, ती सैद्धान्तिक पक्षको विभिन्न कुराहरूलाई पनि गर्छ, ती कुराहरूलाई पनि सहयोग गर्दै आएको छ यसले। मैले जोड्न खोजेको चाहिँ विदेशको उदाहरण लिँदाखेरि योजना आयोगमा जाने मान्छेहरू जो पनि भिजनेबल हुन्छन्, पढे लेखेको हुन्छन्, बुद्धिमान हुन्छन् भन्ने हाम्रो अपेक्षा हो। त्यहाँ पुग्नुपर्छ त्यस्तै व्यक्तित्व पनि। तर विदेशको ठुला परियोजनाहरूको कुरा गर्दा, चाहे अन्तर्राष्ट्रिय एयरपोर्टको कुरा होस्, चाहे हाइड्रो ठुला मेगावाटका हाइड्रो पावर होस्, या सडक आयोजनाहरू, या चाहिँ यस्ता टाइपको हाम्रो लुम्बिनी गुरु योजना जस्ता प्रोजेक्टहरू, विदेशको उदाहरण लिँदाखेरि योजना आयोगकै विज्ञहरू जो चाहिँ सचिव भएकाहरू, सरकारी उच्च पदस्थहरू छन्, उनीहरू भन्छन् विदेशमा त 5 वर्षमा यस्तो भएछ, 4 वर्षमा यस्तो भएछ, चीनको एयरपोर्ट 4 वर्षमा बनेछ भनेर उहाँहरूले भाषण गरे। हामीले धेरै सुन्यौँ, धेरै समाचार पनि लेख्यौँ। तर नेपालमा लुम्बिनी गुरु योजनाको कुरा गरौँ या पञ्चेश्वर परियोजनाको कुरा गरौँ, 25औँ वर्ष पनि सुरु नै हुँदैन सम्झौता भएको। मेलम्ची आयोजनाको कुरा गरौँ, 30औँ वर्ष अरबौँ खर्च हुन्छ, तैपनि समयमा सकिँदैन। आश मात्रै देखिन्छ उपत्यकावासीलाई। त्यस्तै लुम्बिनी गुरु योजना पनि बुद्धमार्गीहरूलाई, स्वदेशी बुद्धमार्गी या विदेशी बुद्धमार्गीहरूलाई एउटा आशाको त्यान्द्रो केन्द्र मात्रै बनाएर कतै यो पनि मेलम्ची जस्तै अरबौँ खर्च गर्ने र ठेकेदारलाई खुसी पार्ने या नेतृत्व, परिवर्तित नेतृत्वलाई खुसी पार्ने या चाहिँ राजनीतिक भागभण्डामा पुग्नको लागि व्यवस्थापन गर्ने, नेतृत्वलाई व्यवस्थापन गर्ने मात्रै गुरु योजनाको रूपमा देखिन्छ या के देखिन्छ? यहाँ त विकासवादी अधिकारकर्मीको रूपमा पनि त्यहाँ पुग्मा छ। ढिलो नै भएको हो। अब 55 वर्षसम्म भनेको कुनै चान्चुनी होइन। म जन्मने बेलादेखि नै सुरु भइरह्यो। अब कहिलेदेखि इतिहास भयो भन्दाखेरि हामीले त्यो भन्छौँ होइन। त्यसपछि
केही भएको छ नभएको पनि छैन, तर जुन जुन गतिमा हुनुपर्ने हो, जसरी चाहिँ सिद्धिनुपर्ने हो, जसरी चाहिँ जुन चाहिँ नि एउटा तत्परताका साथ हुनुपर्ने हो त्यो नभएको नै देखिन्छ होइन। अब कसरी गर्ने हाम्रो अब हामी त्यहाँ पुगिसकेपछि अब कसरी यसलाई चाहिँ सकेसम्म सिद्ध्याउने। अब हामी जाँदाखेरि गौतम बुद्ध के अरे विमानस्थल सुरु होला नहोला अवस्थामा थियो। अब त्यो चाहिँ नि अब सुरु भयो, त्यहाँ पनि धेरै व्यवस्था गर्न जरुरी छ। बाटो बन्दै थियो, बाटो बनिसक्यो, एउटा राम्रो बाटो, राम्रो स्तरीय बाटो बनेको छ, भित्रका चाहिँ संरचनाहरू पनि राम्रो बनिरहेको छ। त्यो नेपालकै सबभन्दा ठुलो कन्फरेन्स हल होइन त्यो बनेको छ, त्यसको चाहिँ नि संरचना पनि धेरै राम्रो बनेको छ। अब अरू विभिन्न विहारहरू पनि त्यहाँ छन्, आफ्नो देशको संस्कृति र सभ्यतालाई चाहिँ नि झल्काएका विहारहरू थुप्रै छन्। त्यहाँभित्र विभिन्न किसिमका चाहिँ नि सहुलियतहरू राखेको छ, तर पनि केही चाहिँ नि गर्नु अझै पनि बाँकी छ। कहीँ न कहीँ कमजोरी देखिन्छ। कमजोरी भन्दा पनि अनफिनिस्ड भन्छौँ नि हामी, अब बाँकी कामहरू छन्। अब कमजोरी त खोट्याउने हो भने कमजोरी मात्रै आउँछ, तर त्यसलाई चाँडै पुरा होस्। राम्रो पक्ष के त प्रगति के भयो भनेर हेर्ने बेलामा प्रगति भइरहेको छ। जति हुनुपर्ने, जति समयभित्र हुनुपर्ने भएन। अब 54 वर्ष त चलिरहेकै छ, अब कति वर्ष चल्ला? अब सकेसम्म छिटो गर्नु पर्यो भन्ने चाहिँ नि मेरो पनि उहाँहरूसँग सल्लाह हो। उहाँहरूसँग ल बसौँ, अब बसेर चाहिँ नि टाइम लाइन नै बनाऊँ। अब रिसोर्स कहाँबाट ल्याउने, स्रोत कसरी परिचालन गर्ने, अब हामीले टाइम लाइन बनाएर अब कहिलेसम्ममा सिद्धाउने, त्यसपछि हामी त्यो परिसरभन्दा बाहिर कसरी जाने र बाहिरकोहरूलाई पनि कसरी संलग्न गराउने, कसरी चाहिँ नि उहाँहरूको स्वामित्व पनि बढाउने। स्वामित्व बढ्यो भने न राम्रो हुने हो। यदि स्वामित्व छैन, सबैजना चाहिँ हामी एक्सक्लुडेड भनेर फिल गरिरहेछ भने वातावरण पनि त्यो बन्दैन। त्यस कारण अब कसरी गर्ने भनेर चाहिँ नि छलफलहरू पनि भइरहेको छ। उहाँहरूले पनि कोसिस गरिरहनु भएको हो, तर अब सबै कुरा एकैचोटि भएको छैन। देशमा तपाईँले देखिरहनु भएको छ, सबैतिर त्यस्तै छिटो सरकार परिवर्तनले पनि त्यहाँको नेतृत्व फेरिरहने भएकोले पनि सरकार परिवर्तन होला, अर्को त्यो ठाउँमा को जानुपर्छ, कसरी सहजीकरण गर्नुपर्छ, कसरी त्यो चाहिँ सिद्धान्त र त्यो आध्यात्मिक ठाउँलाई आध्यात्मिक चाहिँ सहयोग पनि गर्नुपर्छ, सकारात्मक रूपले गर्नुपर्छ भन्ने चाहिँ नि भावना पनि कम भएको हुनसक्छ। त्यस कारणले गर्दा अब ती नकारात्मकताहरू सबैलाई छोडेर अब सकारात्मक सोच लिएर सफल बन्नेतिर चाहिँ कसरी जाने भन्ने कुरा हो। अहिले यो काम चाहिँ नि लुम्बिनी विकास कोषको पदाधिकारीको मात्रै होइन, राष्ट्रिय केन्द्रीय सरकार, केन्द्रीय भन्दैन, सङ्घीय, प्रदेश स्तरीय, स्थानीय सबै सरकारको पनि हो। र सबै चाहिँ राजनैतिक दलहरूले पनि यसलाई कसरी सहयोग गर्ने, फेसिलिटेट कसरी गर्ने, सहजीकरण कसरी गरिदिने भनेर चाहिँ जानुपर्छ। यदि गऱ्यौँ, राष्ट्रकै एउटा प्रतिष्ठा हो, राष्ट्रकै एउटा गरिमा हो, राष्ट्रको गौरव हो भन्ने हो भने म हृदयदेखि नै व्यवहारमा परिवर्तन गरेर चाहिँ गर्नुपर्छ। गरे नसकिने केही पनि काम छैन, हुन्छ भन्ने चाहिँ म एकदमै आशावादी छु। हामी समयको अन्त्यमा एउटा यहाँको पछिल्लो छविलाई हेर्दा यहाँ राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्छ, त्यहाँसम्म पुग्नको लागि यहाँको ब्याकग्राउन्डहरू धेरै छन्। जनजनमा पुग्नुभएको, विकासको कुरा, शिक्षाको कुरा, महिला अधिकारको कुरा, समानताको कुरामा यहाँको जीवनमा लामो ठुलो कन्ट्रिब्युसन रहेको छ। म बुद्ध शिक्षासँग जोडेर, बुद्ध दर्शनसँग जोडेर यहाँको एउटा वरिष्ठ महिला अधिकार कर्मीको भूमिकामा रहँदाखेरिलाई धेरै यहाँले प्रवचन पनि दिनुभयो, धेरै महिला नेतृत्वमा आउनुपर्छ भनेर तालिम पनि दिनुभयो होइन। विभेदको कुराहरू धेरै उठाएर हुनुहुन्छ नि, महिला र पुरुषबीच धेरै विभेद छ, समानता कसरी ल्याउनु होला, निर्णायकतामा 50-50 को पर्सेन्टेजमा कसरी पुर्याउने होला भन्ने यहाँको चिन्ता छ होइन, चासो छ। बुद्ध शिक्षा या त्यति बेलाको बुद्ध शासनमा महिलालाई हेर्ने दृष्टिकोण के विभेदकारी थियो र अहिले पनि त्यसले निरन्तरता पाइरहँदाखेरि महिला र पुरुष समान ठाउँमा पुग्न नसकेको हो, या त्यति बेला समानता थियो, अहिले परिवर्तित राजनीतिमा चाहिँ विभेद आयो जसले गर्दा महिला पछाडि छन्? हो, मेरो एकदम इन्ट्रेस्टको विषय हो, अध्ययनको विषय पनि हो। हेर्नुहोस्, गौतम बुद्धको नाम चाहिँ हामी सधैँभरि चिन्छौँ। अनि त्यसपछि शुद्धोधन राजा शुद्धोधनको बखान जहाँ पनि आउँछ, त्यसपछि आमा मायादेवीको चाहिँ नाम मायादेवी मन्दिर भनेर नै राखियो, त्यसपछि छैन। बुद्धको जीवनमा एकदमै बुद्धलाई महात्मा बुद्ध
एउटा चाहिँ नि अरिहन्त बनाउनमा सहयोग गर्ने 3टा महत्त्वपूर्ण महिला हस्तीहरू, गौतमी आमा त भइहाल्यो होइन, मायादेवी त भइहाल्नुभयो। त्यसपछि उहाँको आमा त जन्माउने बित्तिकै बित्नुभयो होइन। त्यसपछि बुद्धलाई हुर्काउने, बुद्धसम्म बनाउने त प्रजापति गौतमी हो नि, उहाँको सानी आमा, आमाको बहिनी सानी आमा, जो सधैँभरि सँगै हुनुहुन्थ्यो। र त्यसपछि उहाँको अर्धाङ्गिनी यशोधरा, तीनजनाको माइती एउटै ठाउँमा हो, देवदह। त्यो 3जनाको नाम जहिले पनि हराएको छ त्यहाँ। किन परिचय हराउँछ, किन चाहिँ नि महिलाको चाहिँ नि महिलाको पहिचान नै हुँदैन भन्ने कुरा तपाईँलाई थाहा छ। मेरो पहिलो सधैँभरिको चाहिँ विषय हो र त्यो विषय मैले अहिले पनि लिएको छु र त्यो विषय एकदम महत्त्वपूर्ण। मायादेवीको पहिचान कहाँ हराएको छ र? अहिले त लुम्बिनीमा सबैभन्दा चर्चाको ठाउँ नै मायादेवी मन्दिर छ। विदेशी पाहुना आए पनि र नेपाली त्यहाँ गए पनि मायादेवीको मन्दिरमा जाने, त्यहाँ पूजापाठ गर्ने, दीप प्रज्वलन गर्ने सम्मानका साथ छ नि उपस्थिति। मायादेवीको महिमा कहीँ पनि छैन हो। मायादेवीको ठाउँ भने देवदह जानुहोस्, तपाईँ जानुभएको छ कि छैन, तपाईँ त्यहाँ जानुभयो भने मायादेवीको प्रतिष्ठा कति गरेको छ, प्रशंसा कति छ र उहाँलाई कति उच्च स्थानमा राखेको छ भन्ने कुरा चाहिँ तपाईँ त्यहाँ देख्नु। संरक्षणको कुनै पूर्वाधार छैन? संरक्षण उत्खननको केही छैन त्यहाँ? उत्खनन गर्नुपर्ने, पूर्वाधार गर्नुपर्ने धेरै कुराहरू छन्, जसको लागि एउटा तारबार लगाएको छ। सँगै चाहिँ एउटा हवन कुण्ड पनि बनाएको छ, सानो एउटा घर। यहाँ नुहाउनुहुन्थ्यो अरे, यहाँ बस्नुहुन्थ्यो अरे भनेर मन्दिर एउटा छ। गाई बाख्रा चराउनलाई हुने ठाउँ छ कि होइन? त्यो ठाउँ चाहिँ नि संरक्षित गरेर राखेको छ, तर केही जति पनि लाग्दैन। तपाईँ जानुभयो भने तपाईँ नोटिस गर्नुहुन्न। र त्यो महत्त्वपूर्ण कुरा हो। यशोधरा जसलाई भनौँ होइन, भर्खर जन्मेको बच्चा जन्माएर सुत्केरी भएको अवस्थामा एउटा सानो बच्चालाई छोडेर चाहिँ नि महाविनिष्क्रमण भनेर चाहिँ नि बुद्धले त्यागेर जानुभयो। त्यसपछिको उहाँको जिन्दगीको बारेमा कतै इतिहास भेटिँदैन। अनि उहाँको त्याग, उहाँको तपस्या, उहाँको सहयोगलाई कसरी लिने, एउटा कुरा तपाईँले थाहा पाउनु भएको छ कि छैन? बुद्ध चाहिँ नि बुद्धत्व प्राप्त गरेपछि 5-6 वर्षपछि चाहिँ नि आफ्नो देश फर्किनु भयो। देश फर्किने बेलामा राजा सुद्धोधनले चाहिँ नि सबै कुरा तयारी गरेर बस्नुभएको थियो। दरबारमा ल्याउँछु भनेर बग्गी समेत पठाउँदाखेरि जानु भएन, बुद्ध जानु भएन है। बुद्धलाई चाहिँ नि लिनको लागि गएको सेना फर्केपछि राजा गौतमी समेत आमा बाउ भनौँ न, सानी आमा पनि सबैजना त्यहाँ गएर भेट्न जानुभयो। तर यशोधराले भेट्न जानु भएन। त्यहाँ पनि विभेद देख्नुभयो? होइन, भेट्न जानु भएन। मैले तपाईँलाई लैङ्गिक समानताको कुरा म सुनाउँदैछु, जुन कुरा कसैले पनि सुनेको थिएन होला। त्यसपछि अन्तमा बुद्ध आफै जानुभयो, त्यहाँ जानुभयो। ल म चाहिँ नि महारानीलाई भेट्न आएँ भनेर हो। त्यसपछि उहाँले भन्नुभयो, ल अब अहिले तिमी बुद्ध छौ, सबै ठुलो भइसकेका छौ, तर मैले आफ्नो छोरा पनि त्याग्यो, घर पनि त्याग्यो, बाउ पनि त्याग्यो, स्वास्नी पनि त्याग्यो, तर एकतर्फी निर्णयले त्यागेको छौ। अब मेरो स्टेटस के दिन्छौ भनेर सोधेको बेलामा मसँग केही पनि छैन। बुद्धले हात उठाउनु भयो। त्यसपछि ल तिम्रो छोरा 7 वर्ष भइसकेको छ, ल छोरालाई अंश देऊ, पैतृक सम्पत्ति के दिन्छौ भन्दा मसँग केही पनि छैन। मसँग के छ त भन्दा यही पहेँलो वस्त्र बाहेक केही छैन। त्यसपछि त्यो वस्त्र राखेर बुद्धसँग छोरा पनि म भिक्षु बनेर जान्छु भने, माता गौतमी पनि भिक्षु बन्न जानुभयो। र त्यहाँ त्यति बेला पुरुषको मात्र एउटा माहौल थियो। त्यसकारण महिला राख्ने पनि माहौल थिएन, बच्चा राख्ने पनि माहौल थिएन। तर आमा र छोरा त्यहाँ गइसकेपछि उहाँले विशेष व्यवस्था गर्नुभयो। र अहिलेसम्म तपाईँ भिक्षुनीहरू देख्नुहुन्छ, भिक्षुनीहरू भिक्षुको स्तरमा पुग्दैनन्, जहिले पनि सबोर्डिनेट हो। अहिले पनि तपाईँ देख्नुहुन्छ भनेपछि बुद्धको शासनकालमा पनि समानता रहेनछ। गुरुमाहरू अझै पनि तल हुनुहुन्छ। बच्चाहरूको त कुरै भएन, उनीहरू सर्टेन एजमा बस्छ। साके बजाचारीहरूको सर्टेन एजसम्म जाने चलन छ हरेक देशमा। त्यो चाहिँ नि अलि दिन बालबालिकाहरू पनि सिल लिनको लागि जान्छन्, तपाईँ देखिरहनु भएको छ। समानता त्यहाँ पनि छैन। यशोधरा खोइ, यशोधराको इतिहास खै, उहाँ के हुनुभयो त
अहिलेसम्म छैन। मेरो साँच्चै भन्ने हो भने मेरो हृदयदेखिको इच्छा यशोधराको चाहिँ नि पहिचान उजागर गर्ने, उहाँको पहिचान के भयो, त्यसपछि कस्तो, र अब बुद्ध धर्म बुद्ध मार्गीहरूभित्र पनि समानता अझै बढी लैङ्गिक समानता चाहिँ नि कसरी स्थापित गर्ने भन्ने छ। सायद समयले दियो, जीवनले मलाई चाहिँ नि मौका दियो भने म त्यही गर्छु। म अहिले त्यही खोजीमा छु। यो कुरा मलाई यहाँ थाहा थिएन। म बुद्धको देशमा बसेर मैले थाहा पाइनँ। मैले श्रीलङ्कामा बस्ने बेलामा श्रीलङ्काको कोर्स बुकमा श्रीलङ्कामा धार्मिक 3टा धर्म चाहिँ नि एकदम मनाउँछ र स्कुलदेखि नै पढाउँछन्, बुद्ध धर्म, क्रिस्चियन धर्म र मुस्लिम धर्म। त्यसभित्र यी कुराहरू लेखिएको पढ्दाखेरि मलाई अचम्म लाग्यो। त्यसपछि मेरो अहिलेसम्मको एउटा लक्ष्य छ। म देवदह जहाँ 3टै महान महिला हस्तीहरूको जन्म भएको थियो र उहाँहरूको भूमि हो, त्यसलाई पनि एउटा चाहिँ नि महत्त्वपूर्ण भूमिको रूपमा बनाउँछु र महिला अनुयायीहरू, महिला गुरुआमाहरू, महिला ध्यान गर्ने विपस्वीहरूको लागि एउटा विशेष चाहिँ नि स्थान बनाउँछु भन्ने चाहिँ नि मेरो इच्छा छ, भित्री इच्छा। समयले के दिन्छ थाहा छैन। यदि नमरी बाँचे भने म केही गर्छु भन्ने चाहिँ नि मेरो प्रतिबद्धता पनि छ। यहाँको सोच, यहाँको लक्ष्य, उद्देश्य पुरा होस्, हामी शुभकामना दिन चाहन्छौँ। यहाँ ल्याएर यति सोध्नुभयो। मैले आजसम्म मेरो पहिचान बुद्ध धर्मसँगको मेरो चाहिँ नि जुन चाहिँ नि सान्निध्य छ, जुन म बोर्न बुद्ध भनेर मैले कहिले पनि मिडिया मार्फत भनेको थिइनँ। तपाईँलाई अचम्म लाग्छ होला। म कहाँ जन्मेको भन्ने कुरा पनि तपाईँले यहाँबाट अहिले भन्नुभयो। यो मौका दिनुभयो, धन्यवाद। तर मैले आफ्नो पहिचान देखाउनको लागि मात्रै होइन कि म केही गर्न सकौँ। हामी व्यक्ति चिनेरै यसमा अतिथि बनाउँछौँ। यहाँलाई यो बोल्नको लागि यहाँ एकजना सम्मानित व्यक्तित्व, एकजना उपयुक्त पात्र देखेरै मैले बोलाएको हो। समय दिनुभयो, महत्त्वपूर्ण विचार सन्देश दिनुभयो, त्यसको लागि यहाँलाई धन्यवाद। अन्तमा म कविवर माधव घिमिरेको एउटा मन्त्र म सधैँभरि सम्झिन्छु। त्यो मलाई अलिकति भन्न मन लागेको छ। केही काम नौलो नगरी नजाउँ, अकालमै म मरि नजाउँ, आयुष्य देऊ भविष्य देऊ, म भित्र जीवन्त मनुष्य देऊ, म बुद्ध भएर बाँच्न सकौँ। त्यही हो। एकदमै खुसी लाग्यो। हस्, नमस्कार। हस्। आदरणीय दर्शकवृन्द, बोधि विशेषमा आज हामीले राष्ट्रिय योजना आयोगका सदस्य, समाजशास्त्री, अर्थशास्त्री एवं वरिष्ठ महिला अधिकार कर्मी सलोनी प्रधान सिंहसँग बुद्ध जयन्तीको सेरोफेरोमा बुद्ध जयन्ती किन मनाउन जरुरी छ, बुद्ध शिक्षा जीवनको लागि कति आवश्यक छ र कसको लागि आवश्यक छ, अनि समग्रमा लुम्बिनी क्षेत्रको विकासको क्रम कस्तो रहेको छ भन्ने विषयमा जान्ने र बुझ्ने प्रयास गऱ्यौँ। उहाँले धेरै जानकारी दिनुभएको छ। उहाँले आफ्नो उद्देश्य पनि यहाँ राख्नु भएको छ। उहाँको उद्देश्य पुरा होस्। यो संवादका साथ बोधि विशेषबाट हामी सबै बिदा चाहन्छौँ। नमस्कार।